प्रभुको आगमनमा किन विलम्ब भयो भन्दा दुलही प्रभुको मण्डली तयारी भएको छैन। भर्खर सिँगार्दैछ, भर्खर तयारी हुँदैछ, तयारी भइसकेको छैन। प्रकाश 19को 7 पदमा यो कुरो लेखेको छ। दुलही तयारी भएको छैन, मण्डली तयारी भएको छैन, भर्खर सिँगार पटार गर्दैछ प्रभुसँग जानुको लागि। सिँगार पटार सकिएको छैन गर्दाखेरि ल त पर्खिन्छु, तिमी सिँगारी बस एकछिन भनेर पर्खनु भएको। अनि परमेश्वरको चाहिँ आफ्नै टाइम छ। हामीले हतार गरेर हुँदैन, हामीले हतार गरेर हुँदैन। परमेश्वरको आफ्नो टाइममा परमेश्वर आउनुहुन्छ। हामीले पर्खिनुपर्छ प्रभुलाई। आज मैले बताउन भनेअनुसार हामी तयार हौँ, प्रभुमा ध्यान लगाउँ। मैले भन्नुको मतलब चाहिँ पर्खनुपर्छ भन्दा चाहिँ काम धन्दा छोडेर होइन, यो खेतीपाती छोडेर, अफिस जानु छोडेर, पढाइ लेखाइ छोडेर पर्खनु भनेको होइन। त्यो पनि गर्नुपर्छ, काम धन्दा पनि गर्नु पर्यो, खेतीपाती पनि गर्नु पर्यो। मन चाहिँ प्रभुमा लगाएर चनाको भएर बस्नु भन्ने हो। मनमा तयारी, प्रभु तपाईँ म हलो जोत्दै गर्दा आउनुभयो भने जान्छु म भन्नेसम्मको। मैले अफिसमा काम गर्दा गर्दा तपाईँ आउनुभयो भने जान्छु म स्कुल जाँदै गर्दाखेरि तपाईँ आउनुभयो भने पनि म जान्छु। यो तयारी। मैले जसो गर्दा, मैले खाना खाँदै गर्दा तपाईँ आउनुभयो भने पनि म जान्छु भन्नेसम्मको तयारी। यो तयारी रहने चाहिँ सन्देश आज हामीलाई छ। र प्रभु त अचानक रातमा चोर आयो जस्तो आउँछु भन्नुभएको छ। र त्यही किसिमले प्रभु आउनुहुन्छ र हामीलाई लानुहुन्छ। अर्को पालि तपाईँलाई म अर्को पालि बताउँछु प्रभु आउने लक्षणहरू के हो, के लक्षण छ। प्रभुले दिन तारिक तोक्नु भएन, तर यो हुन्छ, यो हुन्छ, यो हुन्छ, यस्तो घटना घट्छ संसारमा, त्यो हुँदा चाहिँ थाहा गर्नु मेरो आगमन नजिक छ। त्यो तपाईँलाई अर्को पालि बताउँछु। मलाई लाग्दैछ मैले तपाईँलाई बताउनु पर्ने यो एस्केटोलोजीको चाहिँ बेली विस्तार गरेर बताउँदैछु म। यो एस्केटोलोजी अन्तिम कुराहरूमा जोडिएका कुराहरू जति छन् बाइबलमा, तपाईँहरूलाई पजल भएको कुराहरू, त्यो पनि म बताउँदै लानेछु। र मलाई लाग्छ जम्मा एपिसोड 12वटा पुग्छ होला जस्तो मलाई लागेको छ। 12वटा पुग्दा चाहिँ सकिन्छ जस्तो लागेको छ। एकदमै इन्ट्रेस्टिङ कुरा अब झन् आउँदैछ। जुन अस्ति मैले तपाईँलाई म्याप देखाएँ, त्यो मूर्तिको नक्सा, त्यसको कुरा त डल्लै छ, अझै बाँकी नै छ। अस्ति त त्यसको त ऊ मात्रै हो, सुरु मात्रै हो। जब म 666मा आइपुग्छु कुरामा, त्यतिखेर त्यो मूर्तिको नक्सा फेरिमा राखेर एक एकवटा वर्णन गर्दै बताएर टुङ्ग्याउने छु। र यस कारण गर्दा हामी तयार हौँ। एकदमै मैले बोलेको वचनलाई फेरि चपाएर खानुहोस्, फेरि त्यसलाई मनन गर्नुहोस्।